आज हामी एउटा यस्तो पुरानो कथाको बारेमा कुरा गरौँ जुन एकदमै सरल छ तर शक्तिशाली पनि। यो कथाले हामीलाई एकाग्रताको शक्ति कति हुन्छ र यसले हाम्रो लक्ष्य हासिल गर्ने तरिकालाई कसरी बदल्न सक्छ भन्ने कुरा सिकाउँछ। ल एउटा दृश्य कल्पना गरौँ है त। एकजना निकै ज्ञानी गुरु हुनुहुन्छ जसले आफ्ना विद्यार्थीहरूलाई धनुर्विद्याको कलामा परीक्षा लिइरहनु भएको छ। निशानाको लागि एउटा रुखमा काठको माछा झुन्ड्याइएको छ, तर यो परीक्षा हेर्दा जति सामान्य देखिन्छ त्यति सामान्य भने थिएन। गुरुले आफ्नो पहिलो विद्यार्थीतिर हेरेर एउटा एकदमै सरल तर त्यति नै गहिरो प्रश्न सोध्नुभयो, निशाना लगाउँदा के देखिन्छ? वास्तवमा यो एउटै प्रश्नमा सम्पूर्ण चुनौतीको सार लुकेको थियो। अब विद्यार्थीहरूले के जवाफ दिए होलान् त्यतातिर लागौं। उनीहरूको जवाफले के देखाउँछ भने उनीहरूको ध्यान लक्ष्यमा भन्दा पनि वरपरका कुरामा कति धेरै छरिएको थियो। यो समस्या त हाम्रो जीवनमा पनि बारम्बार देखिन्छ, होइन र? पहिलो विद्यार्थीले जवाफ दियो, मलाई त रुख, त्यसका हाँगाहरू अनि पातहरू देखिन्छ। उसको जवाफले के बताउँछ भने हाम्रो ध्यान अक्सर लक्ष्यको वरिपरि रहेका अनावश्यक कुराहरूले भङ्ग गरिरहेको हुन्छ। दोस्रो विद्यार्थीको जवाफ त झन्न पर्को थियो। उसले भन्यो, मलाई त आकाश, सूर्य र रुख पछाडिका बादलहरू देखिन्छ। उसको दृष्टि त झन् फराकिलो र विचलित थियो। लक्ष्य एकातिर थियो, उसको ध्यान भने अर्कैतिर। तेस्रो विद्यार्थीले चाहिँ अलि नजिकको जवाफ दियो। उसले भन्यो, मलाई त टाउकोदेखि पुच्छरसम्म पुरै काठको माछा देखिन्छ। ल, यो जवाफ लक्ष्यको नजिक त थियो, तर सफल हुनको लागि चाहिने त्यो सूक्ष्म एकाग्रता त्यो अझै पनि थिएन। यहाँ हेर्नुस् त, पहिलो विद्यार्थीहरूको छरिएको ध्यान र वास्तविक लक्ष्य बीच कत्रो फरक छ। उनीहरूले धेरै कुराहरू देखे, रुख, आकाश, पुरै माछा, तर जुन एउटा कुरा देख्नुपर्ने थियो त्यही देखेनन्। आखिर त्यो एउटै लक्ष्य के थियो होला? अब कथाको सबैभन्दा महत्त्वपूर्ण मोड आउँछ। पालो आयो अन्तिम विद्यार्थीको। सबैको नजर उसैमाथि थियो। गुरुले फेरि त्यही प्रश्न दोहोऱ्याउनुभयो र सबैजना उसको जवाफ सुन्न एकदमै उत्सुक थिए। उसले एकदमै शान्त र स्थिर भएर जवाफ दियो, मलाई त केवल माछाको आँखा मात्र देखिन्छ। वाह, यो जवाफमा कस्तो गहिरो एकाग्रता लुकेको थियो। उसको लागि अरू सबै कुरा, रुख, आकाश, हाँगा, केही पनि अस्तित्वमा थिएनन्। अब यो कथाको वास्तविक अर्थ के हो त्यो बुझौं। त्यो माछाको आँखा वास्तवमा एउटा रूपक हो। यो सफलताको एउटा यस्तो शक्तिशाली सिद्धान्त हो जसले हामीलाई ध्यान कसरी केन्द्रित गर्ने भन्ने कला सिकाउँछ। यसलाई लेजर फोकस भनिन्छ। यसको मतलब हो अरू सबै अनावश्यक जानकारीलाई जानी पन्छाएर सफलताको लागि चाहिने त्यो एउटा मात्र सबैभन्दा महत्त्वपूर्ण कुरामा आफ्नो 100% ध्यान लगाउने क्षमता। त्यसो भए व्यवहारमा माछाको आँखा देख्नुको अर्थ के हो त? यसको अर्थ हो वरपरका हल्लालाई बेवास्ता गर्नु, 100वटा काममध्ये त्यो एउटा सबैभन्दा महत्त्वपूर्ण काम कुन हो भनेर पहिचान गर्नु र अरू सहायक लक्ष्यहरूको लोभमा नपर्नु। यो कथाले एउटा कुरा के प्रश्न पार्छ भने साँचो फोकस भनेको आधा अधुरो प्रयास होइन। यो त 100% प्रतिबद्धता हो, कि त सबै थोक कि त केही पनि होइन। ल, अब यो पाठलाई हाम्रो आफ्नो जीवनमा लागू गर्ने बेला आएको छ। यो तीरन्दाजको ज्ञानलाई हामीले आफ्नो लक्ष्य र चुनौतीहरूमा कसरी प्रयोग गर्न सक्छौं त? यो नै असली प्रश्न हो। आफ्नो माछाको आँखा पत्ता लगाउने तरिका पनि छ। पहिलो चरण, आफ्नो अन्तिम लक्ष्य के हो त्यसमा एकदमै स्पष्ट हुनुहोस्। दोस्रो चरण, त्यो लक्ष्य पूरा गर्न चाहिने सबै सम्भावित कामहरूको सूची बनाउनुहोस्। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण चरण, ती सबै कामहरूबाट एउटा मात्र सबैभन्दा निर्णायक कामलाई छान्नुहोस्। हो, त्यही एउटा काम नै हो आफ्नो माछाको आँखा। र अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, आफ्नो प्राथमिकता र एकाग्रताको बारेमा सोच्न लगाउने प्रश्न। जीवनमा, काममा वा